हेलो साथीहरु, नमस्ते सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला। मलाई पनि एकदम ठिक छ। मेरो आज छुट्टी छ। छुट्टीमा अब बाहिरतिर आएर भिडियो बनाउँदै छु। भिडियो हेर्दिनु होला अनि लाइक कमेन्ट पनि गर्नु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। तपाईहरुकै सपोर्टको आवश्यकता छ। आजको छुट्टीको दिन भएको भएर म यो भिडियो बनाउँदै छु। यहाँको मौसम यस्तो छ। यो मलेसियाको मौसम चाहिँ एकदम अनौठो किसिमको छ। कति बेला पानी पर्छ, कति बेला घाम लाग्छ त्यो थाहा हुँदैन। किन मलेसियामा धेरैलाई थाहा छ। मलेसिया धेरै बस्नु भएको छ, आउनु भएको छ। विशेष गरेर मलेसिया नआउनेहरूलाई जानकारी गराउन खोजेको। अहिले घाम पनि लागेको छैन, पानी पनि परेको छैन, मौसम ठिक छ। हेर्न सक्नुहुन्छ, यति चिसो गर्मी पनि छैन, चिसो पनि छैन। हरियाली छ, देख्न सक्नुहुन्छ चारैतिर। किन भन्दा यहाँ पानी परिरहन्छ नि त, त्यसैले हरियाली हुन्छ। अब रुखको पातहरू पनि अब झर्न त झर्छ, तर त्यस्तो नेपालमा जस्तो डाला मात्रै बाँकी रहँदैन। किनभने पात पनि झर्ने हुन्छ अनि पलाउने गरिरहन्छ। त्यही हुनाले त्यति झरेको थाहा हुँदैन। यस्तो छ। अहिले बन्द छ धेरै जसो पसलहरू, होटेलहरू। किन भन्दा मुस्लिमहरूको ईद पर्व छ नि त, त्यसैले यहाँ ईद पर्वमा अब मुस्लिम कन्ट्रीमा लामो समयसम्म छुट्टी हुन्छ। त्यसैले बन्द नै छ धेरै जसो। आजसम्म पनि सबै पूर्ण रूपमा खुलेको छैन। ईद मनाउँदैछ। यो जताकतै हरियाली नै छ। किन भन्दा पानी परिरहन्छ नि त, त्यसैले हरियाली नै हुन्छ। देख्न सक्नुहुन्छ यहाँको वातावरण पनि राम्रो छ। मलेसियामा सुरुमा आउनेलाई चाहिँ गाह्रै हुन्छ। मलाई पनि गाह्रै भएको थियो। तर बस्दै जाँदा बानी पर्ने नै त हो नि, हैन र? जता बस्यो त्यतै बानी परिन्छ। किन भन्दा यहाँ पानी पर्छ, धेरै जसो पानी परिरहन्छ। कति बेला घाम लाग्छ थाहै हुँदैन। नेपालमा त्यस्तो हुँदैन। त्यही भएर पनि जता बस्यो त्यतै वातावरणसँग घुलमिल भइन्छ र बिस्तारै बानी पर्दै गइन्छ। यदि नयाँ मान्छे हुनुहुन्छ, आउनु भएको छ भर्खर भने, खोलेको त छैन तर सेक्युरिटीहरूमा खोलेको छ, आउनु भएको छ भने नआत्तिनु होला। बिस्तारै बानी परिन्छ। आफ्नो देश जस्तो हुँदैन। बिस्तारै बानी परिन्छ, घुलमिल हुँदै गइन्छ वातावरणसँग, साथीभाइ सबैसँग। त्यसैले सबै सहज हुन्छ। अनि मान्छे जता बस्यो त्यतै सहज हुने त हो नि, हैन? जुन देशमा बस्यो त्यस्तै वातावरणमा घुलमिल हुने हो। यस्तो छ। के गर्नु, काम गर्नै पर्यो, विदेशमा जानै पर्यो। घर परिवार चलाउनको लागि अर्को देश जानै पर्यो, हैन? यस्तै छ। जता भए पनि काम गर्नै पर्छ। सुख दुःख यस्तै हो मान्छेको जीवन, हैन र साथीहरू? यस्तै छ है त सबै।